सुजाता गुरुङ, शर्मिला तामाङ, मन्जु गुरुङ, दामोटी गुरुङ, टिका गुरुङ। वर्तमानमा कर्मसभा नाम बोलाइसकेको छु, आउनुहोला। नमिता गुरुङ, सञ्जना गुरुङ, सुजाता गुरुङ, शर्मिला तामाङ, मन्जु व्यक्ति हो भने अब पुरुष अभिभावकहरू खेल खेल्न आउनुभयो, रमाइलो भयो। खेल अगाडि बढेको थियो, त्यसमा वास्तवमा नै शिक्षकहरूलाई पराजित गर्ने अभिभावकको टिम र नाम पढेर सुनाउन गइरहेको छ। मञ्चमा पुरस्कार लिन आउनुहोला। सन गुरुङ, अनिल गुरुङ, भीमबहादुर गुरुङ, सोमबहादुर गुरुङ। अभिभावकको टिम क्याप्टेन सन्तोष आत्रेयले आफूसँग सधैँ खेल्ने साथीहरूलाई रामप्रसाद गुरुङ, यतातिर म हेर्नु सबैले सुन्दै लिएर आएको छु। मैले ती सहयोग समिति विद्यालय सहयोग समितिबाट छात्रवृत्ति पाउन हुने हाम्रो गाविसका सम्पर्क प्राविहरू र छिमेकी गाविसका सम्पर्क प्राविका प्राण ढापाको सूचना तपाईँहरूले आफ्नो विद्यार्थीलाई अर्थात् यो विद्यालय यो सहयोग समितिबाट छात्रवृत्ति पाइरहनु भएको विद्यार्थीहरूलाई अब आउने 16 गते फोटो खिच्नको निमित्त ग्रुपमा लिएर आउनु होला भन्ने सूचना गर्छु। बुझ्नुभयो? ताली सबैले ताली बजाउनु होला।
काम गर्नुभयो, सेवा पुर्याउनु भयो। दुर्गा देवी लम्साल बाल शिक्षामा केटाकेटीको दिशा पिसा सोध्नुभयो, उहाँलाई पनि विदाई गर्न बाँकी थियो। त्यस्तै गरी 4 वर्ष मिनिमा ढुङ्गिने जुन हामीले अङ्ग्रेजी माध्यमबाट सुरु गरिसकेपछि सामाजिक शिक्षकको रूपमा हामीले उहाँलाई नियुक्त गरेका थियौँ। तर उहाँ नजिकै पुरुन्चोक भारतीय माइमा दरबन्दीमा नियुक्त हुनुभएकोले उहाँ पनि तालिम दिएर जानुभएको। त्यस्तै गरी प्रकाश गुरुङ त्यस्तै गरी लामो समयसम्म विद्यालय वार्षिक उत्सव तथा अभिभावक दिवस का सभानायकज्यू श्रीमान प्रधान अध्यापकज्यू, माननीय विद्यालय निरीक्षकज्यू, मुख्य अतिथिज्यू र वरिष्ठ अतिथिज्यू र कमान यो मञ्चमा आसीन सम्पूर्ण महानुभावहरूमा र साथै मेरा सहकर्मी साथीहरू र मेरा प्यारा भाइ बहिनीहरूमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। विगतलाई सम्झिँदा जसरी यो विद्यालय यहाँसम्म ल्याइ पुर्याउने सन्दर्भमा जस्ता उकाली ओह्रालीहरू पार गर्दै, जस्ता सङ्कटहरूसँग जुझारु भएर अगाडि बढ्दै विद्यालयको अवस्थासम्म आइपुगेका छौँ। र अब यही विद्यालयलाई यो विद्यालयमा केवल एउटा चाहिँ नवी मावि सीमित नराखेर एउटा उच्च माविको परिकल्पना हामीले सुरुवातै गर्दै आएका हौँ र त्यसलाई साकार पार्नको लागि हामी जहाँ जसै रहेका छौँ, हामी सबैले मन वचन र कर्ममा लाग्नु पर्ने अनिवार्य ठानेको छु। विद्यालयको उत्तरोत्तर प्रगतिको निमित्त हामी यहीँका लोकल शिक्षकहरू मात्रै छैनौँ, हामी बाहिरबाट पनि यहाँ शिक्षकहरू आएका छौँ र मलाई आशा छ यहाँ कुनै मतभेद नगरिकन बाहिरबाट आउने शिक्षकहरूलाई पनि मर्यादित रूपमा कदर गरेर हामीले यो विद्यालयको पठन पाठनलाई चाहिँ गुणस्तर र मजबुत तरिकाले लैजानु पर्ने आवश्यकता मैले महसुस गरेको। अगाडि बढ्न सक्यौँ भने अवश्य पनि हामी माथि आशा राख्ने हामी अभिभावकहरू सन्तुष्ट हुनुहुनेछ र अवश्य पनि भाइ बहिनीहरूले हामी सबैलाई अभिभावक समेत सबैलाई खुसी पार्नको निमित्त पढाइमा उत्तरोत्तर प्रगति गर्नुहुनेछ भन्ने आशा गर्दछु। विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै, सम्पूर्ण यहाँका सहकर्मी साथीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै, सम्पूर्ण भाइ बहिनीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै म यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद। हामीले अहिले विदाई कार्यक्रम राखेका थियौँ। सम्मान गर्दा गर्दै विदाई पनि गर्नुपर्ने किराना वंश भर्खर आइसक्नुभयो। बमबहादुर गुरुङ जसले विद्यालयमा 60% अध्यापक समेत गएर लामो समयसम्म सेवा गर्नु सम्मानित हुने जुद्धबहादुर गुरुङले यो विद्यालयको पुरानो भवन बनाउने बेलामा निकै त्यस्तै गरी जन्मेको लाउने घाँडो लाउने सबै काममा सहयोग गर्ने, पैसाको पनि व्यवस्था नगर्ने हुँदा त्यो बेला पैसा
पुरा गरी कति कमाउन सक्छौँ भोलि हाम्रा नाति नातिनाहरू पनि त्यही नै यसरी सम्मानित हुनुहुनेछ। आज हामी सम्मानित भएनौँ भनेर सानो मन नगरौँ। नातिनी बुहारी भनेर हामीलाई नाम दिइएको छ। यहाँ प्रतिमा गुरुङ आएर धनेरी सुल्तान लालवा, त्यस्तै गरी कुलबहादुर गुरुङ खादरजुङ दुई भूप शिक्षक पहिला यस विद्यालयमा पढाउने। शिक्षक श्री उमानाथ गौतम, उहाँलाई हार्दिक बधाई अभिनन्दन गरिदिन हुन म आज तर्फबाट यहाँ कार्यरत शिक्षकहरूले यो वर्षमा सबैभन्दा राम्रो काम गर्ने शिक्षकको रूपमा सम्मानित उमनाथ गौतमजीले प्राप्त गर्नुभएको प्रशंसा पत्रको बेहोरा पढ्नको निम्ति म यहाँसँग अनुमति चाहन्छु। श्री माछापुछ्री माध्यमिक विद्यालय भोर्जुङखोला कास्की प्रशंसा पत्र मिति 2066-11-12 कास्की जिल्ला पुरुञ्चोर गाविस वार्ड नम्बर 5 सुरुङ्गा निवासी श्री उमनाथ गौतमले शिक्षा क्षेत्रमा भई यस विद्यालयको शैक्षिक र अन्य हरेक पक्षमा विशेष अभिरुचि र उत्साहका साथ महत्त्वपूर्ण योगदान पुर्याउनु भएकोमा विद्यालयको 43औं वार्षिक शपथ अभिभावक दिवस 2066 को पुनित अवसरमा तपाईको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ। विद्यालय आचार्य प्रधानाध्यापक श्री माछापुछ्री माध्यमिक भोर्जुङखोला, प्रमुख अतिथि रामप्रसाद तिमिल सिन्हा, अध्यक्ष नेपाल शेखर बेल्जियम, हर्कबहादुर घरती, अध्यक्ष विद्यालय व्यवस्थापन समिति, धन्यवाद। कक्षा 1बाट 2मा प्रथमले एलिरा गुरुङ, द्वितीयले राजेश पौडेल, द्वितीयले सागर विटक, तृतीयले रोजनी गुरुङ। कक्षा 3बाट प्रथमले मरियो गुरुङ, द्वितीयले शान्ति राणा, तृतीयले रोशन श्रेष्ठ। कक्षा 4बाट 5मा प्रथमले भावना कुँवर, द्वितीयले सुशीला कुँवर, तृतीयले सुदिना परियार, अस्मिना गुरुङ। अब विद्यार्थीहरू चाहिँ अहिलेको युगमा प्रतिस्पर्धात्मक अवस्थामा जानुपर्नेछ। विद्यार्थीहरू प्रतिस्पर्धामा जानको लागि यस विद्यालयको भौतिक पूर्वाधार मात्रै सबल भएर हुँदैन, यहाँको शैक्षिक पठन पाठन अत्यन्त सबल हुन आवश्यक छ। त्यसको लागि यहाँका शिक्षक साथीहरू
अहोरात्र खट्नुपर्ने मैले देखेको छु। यहाँको विद्यालय व्यवस्थापन समिति त्यतिकै खट्नुपर्ने देखेको छु र अभिभावकहरूले उहाँहरूले गरेको अगुवाईमा निरन्तर साथ गरिरहनु हुनेछ, गर्नुपर्ने आवश्यकता अहिलेको छ। अहिले हामीले एउटा प्रयास गरेका छौँ। अभिभावक सबैको चाहना अङ्ग्रेजी माध्यमबाट विद्यालयलाई हाम्रो पठन पाठनमा अगाडि बढाउने थियो। त्यसको लागि हामीले जमर्को गरेका छौँ। हामीले एकदमै एउटा महत्त्वकांक्षी योजनाका साथ यसलाई जमर्को गऱ्यौँ र यसले सफलतातिर चाहिँ उन्मुख भइरहेको अवस्था छ। यसमा चाहिँ सम्पूर्ण यस विद्यालयका सरकारवालाहरूको सहयोग, समन्वय र सहकार्य आवश्यक छ। यसमा निरन्तर यस विद्यालयले सहयोग, सहकार्य र समन्वय गर्नेछ। यो दिशामा विद्यालय सफल हुनेछ भन्ने शुभकामना।